दर्शकवृन्द नमस्कार। ख्याली तालका विभिन्न चाहिँ कटिङ प्याटर्नहरू ल्याउने क्रममा मैले आज चाहिँ यो प्याटर्न लिएर आएको छु हैन। एउटा चाहिँ चलिआएको एउटा ख्याली तालको एउटा प्याटर्न बजाउने र बीचमा चाहिँ यो प्याटर्न पनि हामीले कटिङका रूपमा अर्थात् कटिङ भनेर बुझ्नुहुन्छ, मादल छड्काउने भन्ने पनि भनाइ छ। आफ्नो आफ्नो हिसाबले यो चाहिँ प्रयोग गर्न सक्नुहुन्छ हैन। यसको लागि मैले एउटा तपाईहरुलाई चलिआएको ताल बजाउने छु हैन। बोल चाहिँ आज पढ्नु छ नि, एउटा धिन भयो, यो सँगै यति हार्ने घिन भयो, यो मिसायो भने के भयो, धिन भयो। ताङ यति हो, तान ताङ र घिन यहाँभन्दा अरू यसको नयाँ केही छैन हैन। यो चाहिँ हुन्छ, यसलाई चाहिँ बिचमा मिसाउने ध्वन भइरहेको तालको रूपमा लिने। सकिन्छ। आजको यो भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया जनाउनुहोला। नयाँ नयाँ केही समस्याहरू सङ्गीतसँग सम्बन्धित विस्तारैमा अरू विषयका भिडियोहरू पनि ल्याउँछु। मादलको मात्रै सधैँ कति राख्ने भन्ने हुन्छ, त्यसमा पनि बिस्तारै अब त्यतातिर म प्रवेश गरौँला। अहिले चाहिँ मादलकै केही भिडियोहरू राख्दै आएको छु। यसपछि अब तपाईँहरूलाई के कस्तो लाग्छ सुझाव राख्नुहोला। कुनै समस्या भए कमेन्ट गर्नुहोला, त्यो अनुसार मैले भिडियो राख्दै पनि आएको छु। समस्या सुनेर त्यहाँ जिज्ञासा जो उठाउनुहुन्छ आवश्यकता, त्यसका आधारमा भिडियोहरू पनि क्रमशः मैले बनाउँदै आउँछु। र अनि यदि चाहिँ नयाँ हुनुहुन्छ नि यो च्यानललाई सब्सक्राइब गर्न नछुटाउनुहोला, किनकि यहाँ एकदमै महत्त्वपूर्ण सामग्रीहरू यहाँ राख्दै आइएको छ। र फिजिकल क्लासमा तपाईँहरू सरिक हुन चाहनुहुन्छ भने हामीलाई कृपया सम्पर्क गर्न सक्नुहुन्छ हैन। फिजिकल क्लास पनि छ, मादलका, गायनका, हार्मोनियमका क्लास हामी चाहिँ त्यस सञ्चालन गर्दै आएका छौँ। र अहिलेलाई चाहिँ यो म्युजिक डिक्सनरी युट्युब च्यानलको यो कटिङ सम्बद्ध श्रृङ्खलाको यो आजको यो कक्षाबाट मलाई बिदा दिनुहोस्। धन्यवाद, नमस्कार।